नगर्नुहोस् न जबरजस्ती म जाने तयारै छु त लैजानुहोस् न कतिसम्म लानुहोस् मलाई पक्राउ पुर्जी त मलाई जारी हुनु परेन र ए अहिले लेख्ने तपाईँले अब पक्राउ पुर्जी बनाउनुहोस् न एकछिन पक्नु ए भाइ ठिक छ त मलाई दिनुहोस् न त ल्याउनुहोस् कि ल्याउनुहोस् मैले सही गर्नु पऱ्यो नि मलाई दिनुहोस् न पक्राउ बुझी कस्तो अचम्म यार एउटा पक्राउ दिनुहोस् न पक्राउ बुझी लेख्नुहोस् दिनुहोस् न भइगयो त ल दिनुहोस् वकिल साहब भोलि कानुन विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त हाम्रो मुद्दा हाल्नु त्यस्तो भन्ने हुन्न नि म त गइसक्छु नि पहिला तपाईँ भन्ने अनि पत्र दिने मलाई सुन्नुहोस् न मलाई सुन्ने अनि सम्मान गर्छौँ पत्र दिनु न पत्र ए पत्र दिनु न मलाई ए ल भाइ पत्र दिनुहोस् भइ त त्यही गर्नै परेन त